नमस्ते एभ्रिवान। थोरै नेप्सीको अपडेट लिएर आइदिएको छु है त। हिजो बजार चाहिँ हाम्रो 1 बजीसम्म बजारमा त्यति राम्रो चाहिँ थिएन। 1 बजे पश्चात चाहिँ बजारमा एउटा राम्रो खालको र्याली आएको थियो। र अलि भोल्युमको कुरा गर्ने हो भने 2:30 बजे पश्चात चाहिँ राम्रो खालको भोल्युमहरू आएको थियो हिजो बजारमा हेर्दाखेरि। हिजोको बजारको यो पर्फर्मेन्स हेर्दाखेरि अब बजार चाहिँ झर्दैन भन्ने खालको देखिन्छ है। भोल्युमको कुरा गर्ने हो भने चाहिँ हाम्रो चाहिँ 470 को करिब आसपासमा आएको अवस्था छ। अनि 153वटा कम्पनीहरू बढेका छन्, 111वटा घटेका छन्, 12वटा चाहिँ कुनै पनि चेन्ज भएको अवस्था छैन है। त्यस कारणले गर्दाखेरि अब बजारमा आजको दिनमा चाहिँ के गर्ने, कसो गर्ने भन्ने खालको कुराहरू रहन्छ। आजको दिनमा विशेष गरेर हामीले चाहिँ अब हामीले 1 आवरमा हेर्छौँ भने 1 आवरमा बजारले चाहिँ एकदमै राम्रो गरिरहेको छ। अन्तिमको आवरमा चाहिँ राम्रो भोल्युमहरू आएको छ, किनभने यो सुरुमा थोरै प्यानिक बनाएर पनि अलिकति कित्ताहरू खोज्ने जस्तो पनि देखिरहेको थियो। स्मार्ट मनीहरूले सुरुमा अलिकति कमजोर बजारलाई प्यानिक बनाएर चाहिँ आफूले उठाउने कोसिस गरे जस्तो देखिन्छ। र हामीले हेर्छौँ भने भोल्युम एकदमै राम्रो छ र हामीले 1 आवरमा त एकदमै बुलिस मुभमेन्टमा भइसकेको छ है। र यहाँनिर हामीले हेऱ्यौँ भने चाहिँ बजारले COH चेन्ज अफ क्यारेक्टर देखाइसकेको अवस्था छ। बजारले चेन्ज अफ क्यारेक्टर गरिसकेको छ। यहाँसम्म रिट्रेस आएर जानुपर्ने बजार हो तर आएन है। बजार अलि यहाँसम्म आएर फेरि जानुपर्ने हो तर गएन, ठिक छ। तर अब बजार चाहिँ झर्दैन भन्ने खालको देखिन्छ। आज एग्रेसिभली बाई हुने चान्सेस त एकदमै हाई छ है। राम्रै क्यान्डलहरू बन्छ होला जस्तो लाग्छ। अब RSIलाई हेर्ने हो भने चाहिँ RSI पनि थोरै गराएर चाहिँ RSI माथितिर जाँदैछ। अब बजार भनेको मलाई लाग्छ 28-29 को रेन्जतिर बजार चाहिँ पुग्न सक्छ भनेको चाहिँ निरन्तर बढेर थोरै त्यहाँबाट थोरै करेक्सन आएर फेरि बजार चाहिँ जान सक्छ भन्ने कुरा छ। आजकै न्युजहरूले त्यस्तो अब इम्प्याक्ट नपार्ला जस्तो लाग्छ। हिजो भर्खर एउटा न्युज आएको छ, हामीले देख्न सकिरहेका छौँ है। त्यसले गर्दाखेरि अब त्यही हो। अब विशेष गरेर बजारमा अब एग्रेसिभली हामीले होल्ड नै गर्ने हो बजारमा है। त्यो अब बेचिहाल्नुपर्ने त्यो अवस्था छँदै नै छैन। यो कुराहरू हामीले बुझ्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि बजारमा होलाबल्ल चाहिँ एकदमै राम्रो छ है। तपाईँहरूले जस्तो राम्रो भन्ने आधार के हो त, 1 आवरमा चाहिँ एकदमै बुलिस मुभमेन्ट भइसकेको छ। किनभने भन्दाखेरि हाम्रो मुभिङ एभरेज 30ले के भन्न आएको छ भने जब माथितिर लाग्यो नि तब चाहिँ बजारमा चाहिँ यसले जो छ अब बजार बढ्छ कि भन्ने खालको एक खालको चाहिँ सङ्केत दिइरहेको हुन्छ। तर 1 डेमा अझै भइसकेको चाहिँ छैन। डेमा पनि आउनुपर्ने हुन्छ यस्तो खालको मुभमेन्ट, अपतिर चाहिँ लाग्नुपर्ने हुन्छ होइन। जस्तो आवरली मात्रै आएको छ, आवरलीमा मात्रै बुल मुभमेन्ट देखिएको छ। अब डेलीमा चाहिँ अब देखिएको छैन। अब देख्यो भने चाहिँ एग्रेसिभली हामीले सर्ट टर्मको लागि केही स्टकहरू चाहिँ उठाउनु पर्ने हुन्छ। अहिले तत्काल अब जेन्जी स्टकहरूमा राम्रो मुभमेन्टहरू आइरहेको छ। पक्कै पनि जेन्जीमा नै आउँछ, किनभने नयाँ नयाँ स्टकहरू हाम्रो जति बढ्नुपर्ने हो ती स्टकहरू बढे अवस्था पनि थिएन। किनभने त्यो बेरको टाइममा आइपिओहरू लिस्टेड भएर ट्रान्जेक्सन भएको कारणले गर्दाखेरि केही स्टकहरूमा चाहिँ राम्रो चाम आउने खालको हामीले देखिरहेका छौँ। जे होस्, अब आजको दिनमा चाहिँ यहाँले चाहिँ मार्केटलाई राम्रोसँग अब्जर्भ गर्नुपर्ने हुन्छ। र यहाँले अब बेच्ने त यस्तो सिनारीमा हामीले सोच्नु नै भएन है। बेच्ने त हामीले सोच्नु नै भएन, तर हामीले अब किन्नको लागि चाहिँ रेडी हुने अवस्था आउनसक्छ। आज कस्तो हुन्छ के हुन्छ, बजारले आज के होला, कति अङ्क जतिले बढ्न सक्छ बजार, कृपया यहाँको धारणा राख्नु होला है त।